हेलो वेलकम ब्याक टु अनदर भिडियो। सो धेरै दिनपछि 10-12 दिनपछि फेरि अर्को भिडियो आज बनाइरहेको छु मैले होइन। आज चाहिँ स्पेसली थ्याङ्क यू फर अल अफ गाइज सब्सक्राइब एन्ड सी अन माई भिडियो। सो लास्टचोटिको भिडियोमा चाहिँ मैले भनेको थिएँ कि सबैले बालनसाला भोट देऊ जिताउँ भनेर। फाइनली सक्सेसफुल्ली भयो र क्षेत्र नम्बर 5 भनेर सबै मान्छेहरूले धेरैले कमेन्ट गरेको थिए यो त्यो यता उता भनेर। र जता भए पनि क्षेत्र नम्बर 5 चाहिँ यस्तो ठाउँ हो नि, मान्छेले अरू बेला चाहिँ यताउता भने पनि चुनावको बेला चाहिँ हेर्ने भनेको झापाको चुनावको परिणामै हेर्ने हो मान्छेहरूले। किनभने त्यहाँबाट ठुलो परिवर्तनको रूपमा चेन्ज हुन्छ। किनभने पहिला पनि माओवादीले जित्दाखेरि क्षेत्र नम्बर 5 को यस्तो थियो उस्तो थियो भन्ने कुराहरू त्यतिखेर एक छत्ता मत आएको थियो नि। अहिले पनि सेम त्यस्तै भएको छ घन्टीको लागि। सो अब यो अपर्च्युनिटी चाहिँ सबै घन्टीको दलहरूलाई जान्छ कि नगुमाउनु होला, राम्रोसँग काम गर्नु होला, नभए फेरि नेक्स्ट टाइम उस्तै हुन्छ, अर्को पार्टी जुन आउँछ त्यही जान्छ। र रह्यो अरू पार्टीहरू धेरै तल छन् र सरकार बनाउने क्रममा चाहिँ राम्रो छ। अब आफ्नो ढङ्गले काम गर्दाखेरि चाहिँ राम्रो छ र राम्रोसँग गर्नु होला पनि भन्न चाहन्छु। र यो भिडियोलाई सेयर गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला, फलो गर्नु होला, सबथोक गरिदिनु होला। त्यति भन्दै आजको भिडियो चाहिँ धेरै लामो पनि भन्दिनँ म, यति नै हो। कङ्ग्रेचुलेसन भन्न चाहन्छु घन्टी समर्थकहरूलाई। घन्टीमा जसले भोट दिनुभयो, जसले दिनु भएन त्यो पनि ठिकै छ। अरूलाई पनि हराउनु भएन नि त हो। पुरानो पार्टीहरू पनि यसो एक एकवटा राख्नुपर्छ, ठिक छ। तर सबभन्दा बाठो मान्छे चाहिँ मिस्टर प्रचण्ड। कसैलाई केही यहाँ ऊ नभनिकन एक ठाउँमा गए, सुरुक्क जिते आए, दिमाग लाग्यो उनले। अरू चाहिँ अब यताउता गएर धेरै कति राम्रो मान्छेहरू पनि बिग्रे, एक दुईवटा राम्रो मान्छेहरू पनि बिग्रे। नाम लिन जरुरी छैन, अब सबैलाई थाहा भएकै कुरा हो। त्यस्तै छ। र हाल यहाँको स्थिति पनि खासै राम्रो छैन। अब 30% ब्याकवर्क भनेको छ। अब हेरौँ 30% काम गर्ने मान्छे सुरु हुन्छ होला यहाँ पनि। र छुट्टी छ, आज पनि छुट्टी, हिजो पनि छुट्टी, भोलि पनि छुट्टी होला। महिनामा 3-4वटा छुट्टी भइसक्यो यार योपालि। 3टा पहिला, अहिले अब 2टा होला, 5वटा जस्तो छ महिनामा छुट्टी है त। यति भन्दै आजको भिडियो यही समाप्त। धेरै भोलि मन पनि जान सुतेर उठेको, त्यही चुनावको यताउता हेऱ्यो, भोटसोट कहाँ हो के हो होइन। घन्टीले जित्सक्यो भने त घन्टीले पुरै सरकार हानिदिने व्यवस्था मिलाइसकेको छ घन्टीले। मैले त भनेको पहिले घन्टीले जित्छ, घन्टीलाई भोट हालौँ। जित्छ हार्छ भन्दा पनि विकास गर्ने मान्छेलाई ल्याउँ भन्ने कुरा हो। हार जित त भइहाल्छ, घन्टीले काम गर्नु न अर्कोचोटि अर्कोलाई हाल्ने, त्यो त सिम्पल कुरा हो। र पनि अब यसपालि हेरौँ के हुन्छ। राम्रो भइरहेछ अहिलेसम्म। अब हेरौँ यिनीहरू गएपछि के गर्छन्, के गर्लान् गर्दैनन्, त्यो सबै कुरा अब हेर्नै बाँकी छ, आँखाले देखिन्छ। सो धन्यवाद फर सबैजनालाई। यो भिडियो सबैलाई सेयर गरिदिनु होला है त। सब्सक्राइब गर्नु होला जसले सब्सक्राइब गर्नुभएको छैन। 10-12 दिन अगाडिको भिडियोलाई रिभ्यू मात्र गरेको मैले, अरू केही पनि होइन। आज यसो फुर्सदको समयमा दिउँसोभरि सुत्यो, न्युज हेऱ्यो, त्यति है त। ल धन्यवाद, बाई।